यो कार्यक्रमलाई औपचारिक रूपमा सुरुवात गरिदिनुको निम्ति पोखरेली क्रिस्चियन मण्डलीका टिकल अनि पोखरेली दिदीबहिनी प्रार्थना समितिका अध्यक्ष वर्तमान अध्यक्ष श्री मन्जु ढुङ्गाना दिदीलाई म अगाडि स्टेजमा निम्त्याउन चाहन्छु। मानिसहरूलाई परमेश्वरमा उत्साहित गराउन जुन यो अवसर तपाईँले हामीलाई दिनुभएको छ, प्रभु तपाईँले आशीर्वाद दिनुहोस्। साँच्चै प्रभु हामीले वचनमा यो पनि पाउँदछौँ, प्रशंसाहरूद्वारा आराधनाहरूद्वारा आज हामी धेरैजना निको हुन सकौँ भनेर म प्रार्थना गर्दछु। प्रभु तपाईँले सुरुदेखि अन्तसम्म तपाईँका लोकहरूलाई, तपाईँका जनहरूलाई जो जतिले भाग लिनुभएको छ आत्माको स्वतन्त्रतामा, पवित्र आत्माको भरपुरीमा, पवित्र आत्माको जोसमा सम्पूर्ण कार्य गर्नलाई तपाईँले सहायता गर्नुहोस् येशूको नाममा, आमेन। पास्टर निर्माण म आथि निम्त्याउन चाहन्छु अनि हामी लगतै अब हामी हाम्रो भजन 8 नम्बरको गीतलाई हामी गाएर अनि यो कार्यक्रममा हामी अगाडि बढाउनेछौँ। स्पष्ट पारिदिनुको निम्ति म यो समय हाम्रो पास्टर कपिललाई दिन चाहन्छु। कृपया हामी बिस्तारै पनि ताली बजाउन, तालीमा कम्पिटिसन नगरौँ है। म फेरि पनि भन्छु, यो ताली बजाउन न तपाईँले सिक्नुपर्छ, न पैसा तिर्नुपर्छ, न कसैलाई गुरु मान्नुपर्छ। यसकारण यो होलसेलमा भने ताली बजाइदिनु होला। मेरो पनि तपाईँहरू सबैजनालाई जय मसी, नमस्ते, धेरै धेरै म स्वागत भन्न चाहन्छु। सर्वप्रथम त हामी हाम्रो परमेश्वर जीवित परमेश्वरलाई हामी स्वागत गर्न चाहन्छौँ। पवित्र आत्मा हाम्रो माझमा हुनुहुन्छ। 2 या त त्योभन्दा बढी भयो भने प्रभु हाम्रो माझमा, आज हामी 2 भन्दा एकदमै धेरै छौँ। हालेलुया। अनि प्रभुलाई हामी स्वागत गर्न चाहन्छौँ र विभिन्न मण्डलीहरूबाट आउनुभएका पास्टरज्यूहरू, त्योहरू नि डिकनज्यूहरूलाई पनि एकदमै हामी स्वागत भन्न चाहन्छौँ। लगायत हरेक मण्डलीबाट आउनुभएको दाजुभाइ दिदीबहिनी, आमा बुवा, साथीहरू सबैलाई नै क्रिस्चियन नाममा जय भएको छ। उहाँहरूलाई पनि धेरै स्वागत छ। र बेथल मण्डलीबाट हाम्रो सामेल भाइ र अनुपमा बहिनी आउनुभएको छ, उहाँहरूलाई धेरै स्वागत भन्न चाहन्छु। र हाम्रो टिकटमै तपाईँले देख्नुभएको छ कि यहाँ थिम हामीले लिएका छौँ, सेलिब्रेटिङ वाननेस इन क्राइस्ट। क्रिस्टमा एकताको उत्सव मनाऊ। हामी प्रत्येक विभिन्न मण्डलीहरूबाट, विभिन्न क्रिस्चियन समुदायहरूबाट होला, तर पनि हामी क्रिस्टमा चाहिँ एक छौँ। हालेलुया। आज हामी सबैजनाको उपस्थितिले यसलाई चाहिँ प्रुफ गरेको छ अनि प्रभुलाई त्यसका लागि पनि म धन्यवाद भन्न चाहन्छु। र त्यसको एउटा म पद पढ्न चाहेँ, हामी टिकटमै लिएको एउटा पद छ। अनि यसो रहेछ, भजन सङ्ग्रह 133 को 1 मा, दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। हालेलुया। अनि हामी यस कन्सर्टबाट यो सन्देश पनि हामी दिन चाहन्छौँ कि हामीलाई आफ्नो जात, वर्ग,
क्रिस्चियन समुदाय विभिन्न कुराहरूबाट चाहिँ हामीलाई एक हुनुमा चाहिँ बाधा नपुगेको होस्। आमेन। हामी यस्तो समयमा छौँ जहाँ चाहिँ हाम्रो सानो भिन्नताहरूले हाम्रो एकता चाहिँ नष्ट नगर्नुपर्ने हामी समयमा अगाडि जानुपर्ने हुन्छ। अनि यही सन्देश हामी यस कन्सर्ट मार्फत पनि हामी तपाईँहरू कहाँ पुर्याउन चेष्टा गरेका छौँ र हामी बिर्सिन सक्दैनौँ परमेश्वरको अनुग्रह हाम्रो राष्ट्रमा र हामी चाहन्छौँ कि हाम्रो राष्ट्रको प्रत्येक व्यक्तिले प्रभुको क्रिस्टको प्रेम पनि चिन्नु भएको होस् भनेर। अर्को उद्देश्य चाहिँ कस्तो छ भने हामी सबैजना एक भएर आराधना गर्ने परमेश्वर एक त हुनुहुन्छ नि, तर तपाईँहरूको उपस्थितिले गर्दा हामीलाई ठुलो एकदमै छाती नै एकदम चौडा भएको छ हाम्रो, किनभने तपाईँहरूको उपस्थितिले चाहिँ हाम्रो मण्डलीको निर्माणमा चाहिँ धेरै थप पुगेको छ। त्यही भएर तपाईँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु। र अहिले एकदमै ठुलो पानी पर्दछ, तर हामीलाई यत्रो पानीमा पनि तपाईँहरू आइदिनु भयो, त्यसको लागि धेरै धन्यवाद छ तपाईँहरूलाई फेरि पनि। र म चाहन्छु कि हामी सबैजनाले आजको यस कार्यक्रममा चाहिँ आराधनाको हृदय, आराधनाको मनस्थिति, परमेश्वरलाई ध्यानमा राखेर हामी बस्छौँ। अनि म आशा गर्छु कि आजको यस कार्यक्रमबाट चाहिँ हामी प्रत्येकको विश्वासको स्तर चाहिँ एक किरण सुनवार, मलाइकाई लामा, तपाईँहरूको होलसेलमा ताली जाओस् न हो। रोशन गुरुङ, हजुर यो काइरोस पेन्टको अगुवाई चाहिँ हाम्रा लिभिङ चर्चका पास्टर हाम्रो इभान भाइले गर्नुभएको छ। कृपया उहाँलाई पनि जोरदार तालीका साथ हामी सम्मान गर्दछौँ। इभान कुमार, हस् यहाँलाई धेरै धेरै धन्यवाद। अब हामी कसलाई रोशन फरियार, अरे मुफत में तारीफ ठोक ना है। एरन कार्टर, अलिकति हेर्छ गर्दै आइरहनु छ। Daniel Supa, yes, हाम्रो इभान भाइलाई म स्वागत गर्न चाहन्छु। उहाँ चाहिँ हाम्रो एड्रिन देवालको अफिसियल ड्रमर पनि हुन्छ। इभान कुमार, अब त तपाईँहरूले बोलाउनुहोस् है, म बोलाउँदिनँ। Come on people, one more. अनि टिमको हाम्रो मण्डलीको तर्फबाट अनि टिमको प्रतिनिधित्व गरिदिनुको निम्ति मायाको चिनो ग्रहण गर्नको निम्ति म एड्रिन सरलाई म अनुरोध गर्न चाहन्छु। प्लिज। Thank you very much. हामी यो समयमा हाम्रो कार्यक्रमलाई मिडिया पार्टनरमा सहयोग गर्नुभएको छ। रेडियो एपोस्टल 102.6 मेगाहर्ट्ज सकारात्मक सोचाइको लागि अनि असल साथी हामीसँग हुनुहुन्छ। अनि उहाँहरूलाई पनि म खाना अर्पण गरिदिनु म स्टेजमा म निम्त्याउन चाहन्छु। हजुर भाइ
असल साथीबाट उहाँले लिइदिनुहुन्छ। अनिल भाइ छैन? अनि रेडियो एपोस्टलबाट पनि कोही हुनुहुन्छ भने प्लिज यो समयमा उहाँलाई पनि निमन्त्रणा गर्न चाहन्छु। है तपाईँ आइदिनु प्लिज। हजुर अननोन भाइको निम्ति बिहान ताली बजाऊ। रेडियो एपोस्टलबाट हुनुहुन्छ उहाँ चाहिँ। हल्ला पुगेन।
भने म उहाँलाई जोरदार तालीका साथ स्वागत गर्न अनुरोध गर्न चाहन्छु। हालेलुया। मेरो नाम इभान कुमार, तपाईले सुनिहाल्नुभयो र म सँगसँगै मेरो ब्यान्ड काइरोस वर्शिप ब्यान्ड हामी पोखरामा आउनु पाएकोमा औधी नै खुसी छौँ र तपाईँहरूले हामीलाई यस्तो न्यानो स्वागत दिनुभएको छ। त्यसको निम्ति हामी तपाईँलाई सबैजनालाई धेरै धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ।
हालेलुया फर्किआउँदछु सुरुमा जहाँ मलाई भेटाउनुभयो फर्किन्छु तपाईँको हृदयमा समर्पित हुन्छु नि होस् मलाई यही नै हुन्छु म ल्याउँछु 1, 2, 3, jump! फर्किआउँदछु सुरुमा परमेश्वर स्वतन्त्रता तपाईँको हृदय महसुस गर्छ तपाईँको धडकन हाम्रो निम्ति होस् मलाई यही नै हुन्छु म ल्याउँछु एकपल्ट रोकिनुहुन्न हामी जति गर्न भने पनि हामी महान हुँदैन सबै स्वर्ग चिन्छ परमेश्वर सुरु हो मेरो पछि स्टेप गर्नु स्टेप रेडी स्टेप है त कम अन everybody crazy step right there now ready
उहाँको रगतले पोल्छन् सबै कुरा टेक्छन् यहुदाको शिरमा अघि सबै कुरा टेक्छन् येशूको अघि स्तुति
तपाईको नाम धन्यको तपाईँ महिमाको योग्य र आदरको स्तुति गर्दै हात उचाल्छ तपाईको नाम धन्यको तपाईँ महान गर्नुहुन्छ काम महान तपाईँ जस्तै कोही छैन तपाईँ जस्तै कोही छैन तपाईँ महान गर्नुहुन्छ काम महान तपाईँ जस्तै कोही छैन परिचित गराउन सफल भइसक्नुहुन्छ उहाँको नाम म नभनौँ नि उहाँले केही वर्ष शिक्षकको पेसामा पनि रहनुभयो उहाँ क्रसवे चर्चमा आराधना अगुवाको रूपमा उहाँ सेवकाई हुनुहुन्छ उहाँ खास व्यक्ति हुनुहुन्छ किनभने उहाँले आफैलाई एउटा गायक भन्दा पनि आराधक भन्न उहाँ रुचाउनुहुन्छ उहाँ फरक व्यक्ति हुनुहुन्छ किनभने उहाँको थ्याङ्क यू जयमसी पोखरा कस्तो हुनुहुन्छ हामी एकदमै खुसी छौँ तपाईहरुको माझमा हुन पाउँदा अनि धेरै वर्ष अगाडिदेखिको यो एउटा सल्लाह भइरहेको थियो तर यो समयमा अनि यो वर्ष चाहिँ प्रभुले पुरा गर्नुभएको छ थ्याङ्क यू तपाईहरुले स्वागत गर्नुभएको लागि तपाईहरु बस्न सक्नुहुन्छ जतिजना उभिराख्नु भएको छ एकछिन बस्न सक्नुहुन्छ तपाईहरु म तपाईहरुलाई बिबिचमा उठाउने छु सो आई वुड लाइक टु बिगिन विथ अ थ्याङ्क यू नोट एकदम धन्यवाद दिन चाहन्छु विशेष परमेश्वरलाई जसले यो प्रबन्ध गर्नुभयो अनि साथै आई वान्ट टु थ्याङ्क अबन्डेन्ट लाइफ चर्च लाई अनि साथै अबन्डेन्ट चर्च लाइफ चर्चका पास्टरज्यूलाई पास्टर कपिल अनि पास्टर आमालाई अनि उहाँहरूको यो बर्डनको लागि बोझको लागि दर्शनको लागि अनि साथै हामीलाई निम्त्याउनु भएको लागि यो कार्यक्रमलाई उहाँहरूले सम्भव पार्नुभएको लागि हामी धन्यवाद दिन चाहन्छौँ एजेन्ट देवान कोही पनि होइन तर परमेश्वर चाहिँ सबै कुरा हुनुहुन्छ आमेन अनि परमेश्वर हाम्रो माझमा हुनुहुन्छ यो आराधनाको माहौल छ अनि हामी तपाईहरुको माझमा क्रमैसँगले गीतहरू गाउनेछौँ तर त्योभन्दा पनि बढी वाट आई वान्ट टु इन्करेज इज द्याट तपाईले यहाँबाट जानु हुँदाखेरि उयो ढोकाबाट बाहिर निस्किँदाखेरि तपाईले जुन भारी लिएर आउनु भएको थियो त्यही भारी लगेर जानुभयो भनेदेखिलाई चाहिँ तपाईँ अनि मेरो यो जमघट र बाहिरको कुनै कार्यक्रममा केही पनि फरक हुने छैन तर वाट आई वान्ट टु इन्करेज यु इज द्याट यो समयमा गीतहरू गाइँदै गर्दा तपाईले परमेश्वरको उपस्थितिसँग भेट गर्नुहोस् यदि तपाईँ परमेश्वरको उपस्थितिसँग ठोकिनुहुन्छ भनेदेखिलाई यो ढोकाबाट बाहिर जाँदा तपाईँको जीवन सधैँको लागि परिवर्तन भएको हुन्छ डु यु वान्ट द्याट आमेन आउनुहोस् हामी मिलेर एउटा वचनको खण्ड छ त्यहाँनिर हामी सबै मिलेर पढ्नेछौँ त्योभन्दा अगाडि मलाई एक दुईवटा सामान मिलाउन दिनुहोस् है हे याकुब तँ किन भन्छस् हे इजरायल तँ
किन यस्तो गुनासो पोखाउँछस्? मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्वरले मेरो वास्ता गर्नुभएको छैन। के तँलाई थाहा छैन? के तैँले सुनेको छैनस्? परमप्रभु सदा सर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन। परमेश्वर हेर्नुहोस् हामीलाई, हामी आएका छौँ तपाईँकै सिंहासनको अघि, अरू छैन हाम्रो कोही ईश्वर, तपाईँ मात्र जिउँदो आराधनाको योग्य परमेश्वर। परमेश्वर सुन्नुहोस् हामीलाई, हामी पुकार्दैछौँ तपाईँकै सामर्थिलो नाउँलाई, अरू छैन त्यहाँ कुनै इनार, तपाईँ मात्र हाम्रो कहिले पनि नसुक्ने मुहार। परमेश्वर भन्नुहोस् हामीलाई, हामी जिउन पर्ने कसरी तपाईँकै निम्ति, अरू छैन हामीलाई ज्ञान दिने, तपाईँ मात्र हाम्रो असल गोठालो सर्वज्ञानी। पुस्ता पुस्ताले शरण लिएको
तपाईँ नै हो पुस्ता पुस्ताले शरण लिएको किल्ला तपाईँ नै हो जाति जातिले भर परेको ज्योति तपाईँ नै हो तिमीहरूलाई नयाँ हृदय दिनेछु नयाँ आत्मा दिनेछु तिमीहरूबाट ढुङ्गाको हृदय निकाली मासु हृदय दिनेछु नयाँ नयाँ हृदय दिनेछु नयाँ नयाँ काम गर्नेछु नयाँ नयाँ हृदय दिनेछु नयाँ नयाँ काम गर्नेछु ढुङ्गाको हृदय पुरै हटाई मासुको हृदय आफ्नो प्रतिज्ञा पुरा गर्नु हुने विश्वास योग्य एकमात्र परमेश्वर नयाँ नयाँ हृदय दिनुहोस् नयाँ नयाँ काम गर्नुहोस् नयाँ नयाँ हृदय दिनुहोस् नयाँ नयाँ काम गर्नुहोस् तपाईलाई नजिकबाट चिन्न तपाईलाई अझै प्रेम गर्न तपाईको आज्ञाहरूलाई आनन्द साथ पालन गर्न तपाईलाई नजिकबाट चिन्न तपाईलाई अझै प्रेम गर्न तपाईको आज्ञाहरूलाई आनन्द साथ पालन गर्न हामी चाहदछौँ भित्र जुन मन थियो त्यही मन आज दिनुहोस् हामीलाई पिताको सपना पुरा गर्नलाई उत्सुक हुने दिनुहोस् हामीलाई नयाँ नयाँ हृदय दिनुहोस् नयाँ नयाँ काम गर्नुहोस् नयाँ नयाँ हृदय दिनुहोस् नयाँ नयाँ काम गर्नुहोस् तपाईलाई नजिकबाट चिन्न तपाईलाई अझै प्रेम गर्न तपाईको आज्ञाहरूलाई आनन्द साथ पालन गर्न तपाईलाई नजिकबाट चिन्न तपाईलाई अझै
तपाईको आज्ञाहरूलाई आनन्द साथ पालन गर्न हामी चाहदछौँ। रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम। रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम। उहाँ आउनु भो मानिस भएर, बचाउनु भो क्रुसैमा चढेर। उहाँ आउनु भो मानिस भएर, बचाउनु भो क्रुसैमा चढेर। डाँडाहरू खुसी भई गीत गाए र रमाए, रुखहरू ताली बजाए तालमा ताल मिलाए। डाँडाहरू खुसी भई गीत गाए र रमाए, रुखहरू ताली बजाए तालमा ताल मिलाए। सलल खोला बग्यो चिरिमिरी चरी गायो, परमेश्वरको कामदेखि सारा प्रकृति रमायो। सिरिरी बतास बग्यो मनको पिरो उडाइ लग्यो, निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो। उहाँ आउनु भो मानिस भएर, बचाउनु भो क्रुसैमा चढेर। उहाँ आउनु भो मानिस भएर, बचाउनु भो क्रुसैमा चढेर। उफ्रो सबैजना उफ्रो है। मृत्यु अनि पुनरुत्थानद्वारा आफ्नो ख्रीष्ट येशूले सबै थोकहरूमाथि अधिकार प्राप्त गरे। मृत्यु अनि पुनरुत्थानद्वारा आफ्नो ख्रीष्ट येशूले सबै थोकहरूमाथि अधिकार प्राप्त गरे। समुद्रका गहिरा गहिरा स्थानहरू उहाँकै हुन्, पृथ्वीका अग्ला अग्ला हिमालहरू उहाँकै हुन्। आकाशका ताराहरू उहाँकै गुणगान गाउँछन्, खोला नाला जङ्गल झरना सबै उहाँमा रमाउँछ। उहाँ आउनु भो मानिस भएर, बचाउनु भो क्रुसैमा चढेर। उहाँ आउनु भो मानिस भएर, बचाउनु भो क्रुसैमा चढेर। सबैले रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम। रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम। उहाँ मर्नु भो पापलाई लिएर, बौरी उठ्नु भो विजय भएर। उहाँ मर्नु भो पापलाई लिएर, बौरी उठ्नु भो विजय भएर। Hallelujah!
विजय भना मण्डली उनको राज्य आएको छ येशू हाम्रो माझमा महिमित बन्नु भएको छ विजय भना मण्डली उनको राज्य आएको छ येशू हाम्रो माझमा महिमित बन्नु भएको छ हात उठाई स्वर खोली आनन्दले गाइदेऊ एकतामा एउटै प्रेममा येशू नाउँमा आइदेऊ हात उठाई स्वर खोली आनन्दले गाइदेऊ एकतामा एउटै प्रेममा येशू नाउँमा आइदेऊ हो वचनको शक्तिले बन्धनहरू खोलिएको छ मेरो थकित आत्माले नयाँ उमङ्ग पाएको छ उनको वचनको शक्तिले बन्धनहरू खोलिएको छ मेरो थकित आत्माले नयाँ उमङ्ग पाएको छ ताली बजाई खुट्टा हल्लाई आनन्दले नाचिदेऊ एकतामा एउटै प्रेममा ख्रीष्ट नाता कासिदेऊ ताली बजाई खुट्टा हल्लाई आनन्दले नाचिदेऊ एकतामा एउटै प्रेममा ख्रीष्ट नाता कासिदेऊ हो लै सबैले हो लैबारी सबैले मलाई सम्हाल्नु हो मलाई डोर्याउनु हो म त कमजोर छु लडखडाउँदछु तपाईलाई नै थाहा छ कि म सक्दिन जिउन तपाईँ बिना येशू साँच्चै नै प्रभु तपाईलाई नै थाहा छ कि म सक्दिन जिउन तपाईँ बिना येशू
प्रत्येक दिन सयौं बाधाहरूलाई सामना गर्न पर्दा येशू दिनुहोस् तपाईको सामर्थ मलाई म विजयी बनौँ प्रत्येक दिन हजारौं आवाजहरू गुन्जन्दछ यो मस्तिष्कमा तीमध्ये तपाईको आवाजलाई म चिन्न सकौँ सबैले भन्ने छ तपाईलाई नै थाहा छ कि म सक्दिन जिउन तपाईँ बिना येशू तपाईलाई नै थाहा छ कि म सक्दिन जिउन तपाईँ बिना येशू तपाईलाई भेट्न आएको छु बुझ्न आएको छु आदर गर्न आएको छु तपाईँ चाहिँ अरू कोही छैन कोही पनि छैन तपाईँ मात्र मेरो प्रभु तपाईलाई भेट्न आएको छु बुझ्न आएको छु आदर गर्न आएको छु तपाईँ चाहिँ अरू कोही छैन कोही पनि छैन तपाईँ मात्र मेरो प्रभु हालेलुया तपाईको छेउमा तपाईको छेउमा तपाईको नजिक अङ्गालो भित्र राख्नुहोस् मलाई बुवाले जस्तै मित्रले जस्तै तपाईको नजिक अङ्गालो भित्र राख्नुहोस् मलाई तपाईको छेउमा तपाईको छेउमा तपाईको नजिक अङ्गालो भित्र राख्नुहोस् मलाई बुवाले जस्तै मित्रले जस्तै तपाईको नजिक अङ्गालो भित्र राख्नुहोस् मलाई मिल्दैन विश्राम यो आत्माले तपाईमा नै विश्राम पाउँछ अरू कतै पनि मिल्दैन तृष्णा यो मेरो प्राण तपाईमा नै तृप्त हुन्छ यसैले
छेउमा तपाईको छेउमा तपाईको नजिक अङ्गालो भित्र राख्नुहोस् मलाई बुवाले जस्तै मित्रले जस्तै तपाईको नजिक अङ्गालो भित्र राख्नुहोस् मलाई कतै पनि हुँदैन छोड्नीको येशू तपाईँ नै हृदय निको हुन्छ अरू कतै पनि मिल्दैन सन्तुष्टि येशू तपाईँ आत्मा सन्तुष्ट हुन्छ यसैले छेउमा बुवाले जस्तै मित्रले जस्तै तपाईको नजिक अङ्गालो भित्र राख्नुहोस् मलाई प्रभुले जुटाउनुहुन्छ यहोवे हिरे जब खाँचो भयो बलिदानको हाम्रो पापको लागि तब स्वर्गबाट उहाँले जुटाउनु भो बाटो परम प्रभुले जुटाउनुहुन्छ यहोवे हिरे जब मैले भने मेरो घटी कमी उहाँलाई तब स्वर्गबाट उहाँले जुटाउनु भो खाँचो Sarmana chula
नाङ्गोलाई वस्त्र विधवालाई सहारा अनाथलाई अङ्गालो सबैले परम प्रभुले जुटाउनुहुन्छ गरियो माते भाडामा पिठो परम प्रभुले जुटाउनुहुन्छ संसारमा अनाथ चुलामा आशालाई आशा रुनेलाई हाँसो दुखीलाई सान्त्वना एक्लोलाई साथ ल्याउनु भोकोलाई भोजन नाङ्गोलाई वस्त्र विधवालाई सहारा अनाथलाई अङ्गालो परम प्रभुले जुटाउनुहुन्छ यहोवे हिरे जब खाँचो भयो बलिदानको हाम्रो पापको लागि तब स्वर्गबाट उहाँले जुटाउनु भो बाटो ला 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 La 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 येशूको छातीमा ढुकढुकिने येशूको आँखैमा बसिरहने येशूको छातीमा ढुकढुकिने येशूको आँखैमा बसिरहने प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो माया यो क्रुसको कहिले नमेटिने प्राणभन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो माया यो क्रुसको कहिले नमेटिने मण्डली हामी हौ ख्रीष्ट येशूको दुलही हामी हौ ख्रीष्ट प्रभुको मण्डली हामी हौ ख्रीष्ट येशूको दुलही हामी हौ ख्रीष्ट प्रभुको सम्बन्ध गहिरिएको मनमुटु खिलिएको प्रेमले उनको कहिले नटुट्ने सम्बन्ध गहिरिएको मनमुटु खिलिएको प्रेमले उनको कहिले नटुट्ने हे निलहर भयौँ भेला फेरि आज निलहर आए येशू हाम्रो माझ हे निलहर गायौँ गीत प्रेमको आज
आपसमा गाँसिएको जीवनले भरिएको प्रभावले यसको संसारै ढाकिने भयो आपसमा गाँसिएको जीवनले भरिएको प्रभावले यसको संसारै ढाकिने भयो भयौँ भेला फेरि आज आए येशू हाम्रो माझ गायौँ गीत प्रेमको आज दिलको राजा येशू राजा पछि कुनामा बसी धुवाको भाषा नबोल तिम्रो यो जोब अनमोल छ है रगतमा विष नखोल साँझ परेपछि कुनामा बसी धुवाको भाषा नबोल तिम्रो यो जोब अनमोल छ है रगतमा विष नखोल ए जवान विद्यार्थी अघि बढ चुनौतीदेखि पछि नसार देशको तिमी भविष्यको उज्जवल तारा ए जवान विद्यार्थी अघि बढ चुनौतीदेखि पछि नसार देशको तिमी भविष्यको उज्जवल तारा जिउँदा कति फरक आउँछ पानीमा सानो पत्थर गिराई हेर तिमीले हरेस नखाँदा सबलाई साहस आउँछ गएर आफ्नो घर र समाजलाई सोध सडकको डिलमा बसी जमाना बिति गएको नहेरी बस तिमी उमेर ढली गएको अब जाग
दिएको छ भावी पुस्ताको जिन्दगी सुखद या श्रापित तिम्रो हरेक निर्णयमा आधारित छ टेबलमा बसी फेरि नयाँ सपना हेर कलम समय सफल युगको चित्र कोर अब उठ साँझ परेपछि कुनामा बसी धुवाको भाषा नबोल तिम्रो यो जोवन अनमोल छ है रगतमा विष नघोल साँझ परेपछि कुनामा बसी धुवाको भाषा नबोल तिम्रो यो जोवन अनमोल छ है रगतमा विष नघोल हुन्छ यो पनि अर्को त्यस्तै प्रकारको गीत छ विशेष गरी यो जहाँबाट म आएको पेदोङ भन्ने ठाउँ है त्यहाँ भएको घटना हो एकजना बुवाले आइकन आफ्नो सानो दुईजना छोरालाई चाहिँ बेच्नलाई ल्याएको अनि तर हाम्रो मण्डलीको एकजना दिदीले त्यो नानीहरूलाई बेचिन दिनु भएन अनि अडप्ट गर्नुभएको घटना है पेदोङमा अनि त्यो घटनाले एकदमै मलाई अशान्ति बनाएको थियो अनि मैले भर्खरै पनि रिसर्च गर्दै थिएँ कि नानीहरू बेचबिखन चाहिँ केटीहरू मात्रै होइन रहेछ तर छोराहरू पनि नानीहरू धेरै बेचबिखन हुने कुरा तपाईँले सर्च गर्नुभयो भनेदेखिलाई पाउनुहुन्छ है अनि हाम्रो समाजको विकृति अनि यो गीतले चाहिँ त्यसलाई नै प्रश्न गरेको छ के भएछ तल्लो बजारमा साथी सुन्यौ होला हिजो के भएछ तल्लो बजारमा फलानुले त छोरो बेचेछ यस्तै 20-30 हजारमा 20-30 हजारमा सुन्यौ होला अस्ति के भएछ तल बस्तीमा साथी सुन्यौ होला अस्ति के भएछ तल बस्तीमा फलानुले त चेली बेचेछ आफ्नै निकै सस्तोमा निकै सस्तोमा संसारै खाइ सताभरि नपुरिने छातीको खाल्डोलाई के नपुगेको मान्छेलाई संसारै खाइ सताभरि नपुरिने छातीको खाल्डोलाई
हुन्न दरिद्र माया नै सबैभन्दा ठुलो हो धन माया पाएर कोही हुन्न दरिद्र माया नै सबैभन्दा ठुलो हो धन पर माया नै दुख्छ भने केरै रह्यो र जिन्दगीको साथी सुन्यौ होला अस्ति के भएछ पल्लो नगरमा साथी सुन्यौ होला अस्ति के भएछ पल्लो नगरमा 9 महिनाको शिशु परेछ फेला खोला बगरमा संसारै खाइसक्दा पनि नपुरिने छातीको खाल्डोलाई के नपुगेको मान्छेलाई संसारै खाइसक्दा पनि नपुरिने छातीको खाल्डोलाई मान्छे मन गणन्ते कुरा गर्दै पुस्तक लेख्छ सारा संसार खै कसरी कालोलाई सेतो देख्छ अर्को मान्छे बहकेर काँधमा बन्दुक उठाउँछ 40 करोड लासहरू माथि आफ्नो झन्डा फहराउँछ बादरबाट आएको भन्छ मान्छे जाति कस्तो यो विचार लाग्छ भन यस्तो तिमीलाई हेर्दाखेरि आफ्नो अनुहार महत्व छ उद्देश्य छ जीवन यो व्यर्थ होइन मानव हुँ म पशु होइन
जानु निद्रा लाग्दा सुन्नु अनि मरेपछि किराहरूको खाना हुनु के यति नै जीवन हो मर्दा पनि भयो मार्दा पनि भयो कुन आधारमा मेरो कामलाई भन्छौ गलत सही नैतिकता निसँग हो गोलिएर गरिहेर यसमाथि विचार पुस्तकमा आयो भन्दैमा नगर पत्यार बाँदरबाट आएको भन्छ मान्छे जाति कस्तो यो विचार स्वरूपमा बनिएको मानव म प्रेम गर्ने भलाइ गर्ने क्षमता भएको मानव म कारण छ संसारमा म जीवित हुनको पछाडि गर्न सुन्दर भविष्य दौडँदैछु अगाडि ईश्वरबाट आएको हो मान्छे जाति साँचो यो विचार यहाँनिर हेरी हेर ऐनाभित्र आफ्नो अनुहार महत्व छ उद्देश्य छ जीवन यो व्यर्थ होइन ए मानव हुँ म पशु होइन मूल्य छ महत्व छ उद्देश्य छ जीवन यो व्यर्थ होइन साथीहरूले साथ दिनुभएको छ यदि आजको कार्यक्रममा तपाईँको फोटोहरू तपाईँको भिडियोहरू तपाईँ यदि हेर्न चाहनुहुन्छ भने असल साथी र एपोस्टल स्टुडियो पेजमा गएर युट्युब च्यानलमा तपाईँले हेर्न सक्नुहुनेछ हुन्छ हामी अन्तिम प्रार्थना गर्नेछौँ यो समयमा अनि यो समय म अनुरोध गर्न चाहन्छु उहाँ पनि एउटा असल आराधक हुनुहुन्छ अनि बिजाउने काँडा जस्ता असल गीत लिएर पस्काइसक्नु भएको छ अनि उहाँ हाम्रो माझमा परिचित व्यक्ति नै हुनुहुन्छ कृपया म उहाँलाई यस स्टेजमा आमन्त्रण गर्न चाहन्छु उहाँ हुनुहुन्छ गेटसम्मनी चर्चका पास्टर अमृत हुनुहुन्छ उहाँलाई उहाँले हामीलाई अन्तिम प्रार्थना गरिदिनुहुन्छ अनि हामी छुट्नेछौँ यहाँबाट तपाईँको यात्रा सफल अनुभव गर्दछौँ हामी धन्यवाद दिन्छौँ प्रभु आफ्नो छोराहरूलाई यस ठाउँमा ल्याउनुभयो कति
आशिषले भरिएको लाग्छ धन्यवाद तपाईहरु जति छोराछोरी आउनुभयो यस ठाउँमा आज आफ्नो समयलाई थामी राखेर आफ्नो बहुमूल्य समयलाई प्रार्थना सहित यस ठाउँमा आइकन प्रभु राष्ट्रको बस्तीमा रमाइकन आफ्नो जीवनलाई सुधार गरेर यसमा फर्कनलाई तपाईँले सहायता गर्नुभयो आफ्नो छोराछोरीलाई आउने समयमा तपाईँलाई आशिष दिनुहोस् धन्यवाद प्रभु हामी अब फर्किँदैछौँ तपाईँहरूलाई साथमा लानुहोस् जसरी आउन सुनिसकेको यसरी नै प्रभु हामी आफ्नो गन्तव्य घरमा पुगेर तपाईँलाई हामी हृदयबाट धन्यवाद दिन्छौँ तपाईँको इच्छा तपाईँको योजना रह्यो भने फेरि आउँदो दिनमा यसरी नै प्रभु हामी तपाईँको राज्यको निम्ति हात मेलो गर्न अघि जाने आशा गर्दै हामी सबै प्रार्थना गर्छौँ हामी सुरक्षा भन्छौँ हामीलाई नानीको एक मात्र येशू प्रभुको नाममा जय श्री